ल हेर्नुहोस् यो बाख्राले किम्बु घाँस खाइरहेछ है। हेर्नु त कति मजाले खाएको। मजाले चढेर खाइरहेछ। मनी मनी ल मनी 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 त यहाँ नि अर्को एउटा नि रहेछ ल मनी मनी कति मिठो मानेर खाएको। आमा ल हेर्नु त यो किम्बु पुरै चपक्कै फलेको छ है, रातै। अहिले यो किम्बुको सिजन हो है। यो चाहिँ रेशम खेतीको लागि पनि प्रयोग हुन्छ। यसको दानाबाट चाहिँ वाइन पनि बनाउन सकिन्छ है। यो अहिले जताततै यो बाटैभरि चाहिँ किम्बु चाहिँ भेटेँ मैले। हेर्नु त यो चाहिँ छाब्दी जाने बाटोमा हो। पुरै बाटैभरि चाहिँ यो किम्बु छ। यो चाहिँ एकदमै छिट्टो बढ्ने पनि गर्छ यो किम्बु। बाख्राले असाध्यै मन परेर खाने गर्छ यो किम्बु घाँस। यसलाई चाहिँ हामी चाहिँ काफल पनि भन्छ है खास। जुन यो फल छ यो चाहिँ काफल हो है। हेर्नु है बाटोमा यस्तो रातो यस्तो हुन्छ, यस्तो रातो हुन्छ। यो माथि माथि भयो मुनि मुनि ल